साथीहरु म फेरि ब्याक भइसकेको छु मेरो नयाँ भिडियो लिएर। सो अस्ति चाहिँ हामीले ए मेजर कर्ड, बी मेजर कर्ड अनि सी मेजर कर्ड बजाउन सिक्यौँ भने सो आज चाहिँ फर्दर हामी त्यसपछि नयाँ नयाँ कर्डहरू सिक्न गइरहेका छौँ। सो आज चाहिँ डी मेजर कर्ड हामी सिक्न गइरहेका छौँ। अस्ति हामीले सी सम्म सिक्यौँ भने आज चाहिँ हामी डी मेजर कर्ड सिक्न गइरहेका छौँ। सो डी मेजर कर्डको लागि चाहिँ हामी सेकेन्ड फ्रेटको थर्ड स्ट्रिङ र फर्स्ट स्ट्रिङमा प्रेस गर्छौँ अनि थर्ड फ्रेटको चाहिँ सेकेन्ड स्ट्रिङमा प्रेस गर्छौँ है त। यसरी सेकेन्ड फ्रेटको थर्ड स्ट्रिङ र फर्स्ट स्ट्रिङमा प्रेस गर्छौँ अनि थर्ड फ्रेटको चाहिँ सेकेन्ड स्ट्रिङमा यसरी प्रेस गरेर हामी राख्छौँ है त। अनि यसलाई चाहिँ भन्छ हाम्रो डी मेजर कर्ड। सो डी मेजर कर्ड बजाउनु पनि एकदम सजिलो छ। हामीले ए बी सीहरू सिके जस्तै नै अलिकति सजिलै छ। सो सेकेन्ड फ्रेटको थर्ड स्ट्रिङ र फर्स्ट स्ट्रिङमा राखेर थर्ड फ्रेटको सेकेन्ड स्ट्रिङमा यसरी प्रेस गरेर हामी बजाउँछौँ। सो यसलाई चाहिँ भन्छ हाम्रो डी मेजर कर्ड। सो अब डी मेजर कर्ड बजाइसकेपछि हामीले ई मेजर कर्ड, अब डी पछि ई मेजर कर्ड सिक्न गइरहेका छौँ है त। सो ई मेजर कर्डको लागि चाहिँ हामी फर्स्ट फ्रेटको यो हाम्रो थर्ड स्ट्रिङ अनि फिफ्थ स्ट्रिङ र फोर्थ स्ट्रिङ, थर्ड फोर्थ फिफ्थ हामी जस्तै फर्स्ट फ्रेटको चाहिँ थर्ड स्ट्रिङ भने सेकेन्ड फ्रेटको चाहिँ फोर्थ र फिफ्थ स्ट्रिङमा हामी यसरी प्रेस गर्छौँ है त यसरी। सो यसलाई चाहिँ हामी ई मेजर कर्ड भन्छौँ। ई मेजर कर्ड फर्स्ट फ्रेटको थर्ड स्ट्रिङमा राखेर सेकेन्ड फ्रेटको फोर्थ फिफ्थमा यसरी राखेर हामीले ई मेजर कर्ड बजाउन सक्छौँ। सो अब हामीले डी मेजर कर्ड, ई मेजर कर्ड जानिसक्यौँ भने अब एफ मेजर कर्ड। सो अब बेसिकल्ली यसरी नै एफ मेजर कर्ड बजाइन्छ, तर बिगिनर्सहरूलाई अलिकति यो बार कर्ड लगाउन अलिकति गाह्रो हुन्छ र यो तरिकाले बजाउने गरिन्छ बिगिनर्सहरूले चाहिँ। सो यसको लागि चाहिँ फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङ अनि सेकेन्ड फ्रेटको थर्ड स्ट्रिङमा यसरी राखेर हैन, थर्ड फ्रेटको चाहिँ 4 र 5 मा यसरी राखिन्छ है त। यो तरिकाले बजाइन्छ है। यो चाहिँ हाम्रो एफ मेजर कर्ड। सो अब हामी एफ मेजर कर्डलाई फेरि एकचोटि हेरौँ है त। फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङ, सेकेन्ड फ्रेटको थर्ड स्ट्रिङ, थर्ड फ्रेटको फोर्थ र फिफ्थ स्ट्रिङमा यसरी हामी राख्छौँ। सो यसलाई भन्छ हाम्रो एफ मेजर कर्ड। सो यसरी राखेर जस्तो छ त्यस्तै 2 स्टेप यता सारौँ है त। 1 स्टेप 2 स्टेप यता सार्ने भनेको यताबाट आउँछ हाम्रो यो भनेको चाहिँ जी मेजर कर्ड हुन्छ है त हाम्रो। यो हामीले एफ यसरी बजाउन सिक्यौँ फर्स्ट फ्रेटबाट भने जी मेजरको लागि चाहिँ हामी 1 स्टेप 2 स्टेप यता आउनुपर्छ। सो अब जी मेजरको लागि चाहिँ हाम्रो थर्ड फ्रेटको सेकेन्ड स्ट्रिङ अनि फोर्थ फ्रेटको थर्ड स्ट्रिङ अनि फिफ्थ फ्रेटको 4 र 5 मा यसरी प्रेस गरेर सिम्पल यसरी बजाउन सक्छौँ है त। सो मैले अब तपाईलाई योभन्दा अगाडिको भिडियोमा ए मेजर, बी मेजर, सी मेजर, डी मेजर, ई मेजर अनि एफ मेजर, जी मेजर। सो यसै गरी मैले तपाईलाई ए मेजर, बी मेजर, सी मेजर, डी मेजर, ई मेजर, एफ अनि जी गरेर मैले तपाईलाई
सबै मेजर कर्ड्सहरू चाहिँ तपाईँलाई सिकाइसकेको छु है त। सो तपाईँले यो सबै बजाउन जान्नु भइसकेपछि तपाईँहरूलाई धेरै गीतहरू तपाईँहरूले गाउनु पनि सक्नुहुन्छ, बजाउनु सक्नुहुन्छ होइन। सो अब अझै भेरिएसन्सहरू धेरै धेरै अब जस्तै अब ए कर्ड, अब जस्तै ए मेजर कर्डलाई हामी यसरी पनि बजाएर यसरी पनि बजाउन सक्छौँ होइन। अब अरू अरू पनि हुन्छ। अनि अब बीलाई पनि अब हामीले यसरी यसरी बजाउन सक्छौँ बारकोड लगाएर, अनि यो पनि गर्न सक्यौँ, अनि यतापट्टि पनि बारकोड लगाएर बजाउन सक्यो। सो यो चिजहरू पनि म फर्दर डेजमा अब अपकमिङ भिडियोमा म ल्याउने छु। सो अहिलेको लागि चाहिँ तपाईँहरूले यो बेसिक जुन 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 मैले सिकाएको छु तिनीहरू चाहिँ एकदम तपाईँले राम्रो गरेर प्र्याक्टिस गर्नुहोस् होला। सो यो भने चाहिँ अब बेसिक, अहिले बेसिक लर्नर्सहरूको लागि हो। सो यति भन्दै मेरो आजको भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहेँ। सो थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। अनि मजाले प्र्याक्टिस पनि गर्नुहोस् होला, यो गिटार बजाउनुलाई चाहिँ मजाले प्र्याक्टिस, मजाले डेडिकेट गरेर आफूले डेडिकेसन दिएर प्र्याक्टिस गर्नुहोस् होला। सो यति भन्दै, सो आई एम गोना एन्ड माई भिडियो टुडे।